हेलो गाइस दर्शक नमस्ते साथीहरु के गर्दै हुनुहुन्छ कहाँबाट हेर्दै हुनुहुन्छ साथीहरु म आज चाहिँ गोरु गोठालोको रूपमा यसो गोरु लिएर खोलातिर आइसकेको छु मंगी क्याप लगाएको छु साथीहरु मंगी क्यापलाई पनि अन्यथा नल्याउनु होला यतातिर चाहिँ यो वैशाख महिनाको लगभग 27-28 गते गइसक्दा पनि अत्याधिक रूपमा चिसो बढिरहेको छ र यो जलवायु परिवर्तन तथा ग्लोबल वार्मिङको कारणले गर्दा पनि यस्तो भयो कि भनेर पछिल्लो समय बस तथा टिका टिप्पणी हुन थालिसकेको छ गाइज कहाँबाट हेर्दै हुनुहुन्छ है म चाहिँ अब गोरु गोठालोको काम यस्तै हो साथीहरु कहिले खोलातिर कहिले झाडीतिर है कहिले भिरपाखातिर कहिले कता यो भिडियो कस्तो लाग्छ सुझाव सल्लाह प्रतिक्रिया पनि दिन सक्नुहुनेछ साथीहरु आज म विशेष गरी खोलातिर आइसकेको छु हाम्रो लाले गोरु काले गोरु माले गोरु यतातिर छन् साथीहरु कस्तो लाग्छ है तपाईहरु कुन ठाउँबाट हेर्दै हुनुहुन्छ त्यो पनि बताउनु होला कमेन्ट बक्समा कमेन्ट पनि राख्न सक्नुहुनेछ सुझाव सल्लाह प्रतिक्रिया पनि दिन सक्नुहुनेछ हाम्रो लाले गोरु माले गोरु यता पाखा पखेरा यस्तै हुनु साथीहरु फेरि तपाईहरुले किन यस्तो जब गोरु चराएको भिडियोको पनि भ्लग बनाएको भन्नु होला तर वास्तविक अर्गानिक कामको भ्लग गराउनु पर्छ भनेर मैले निरन्तर रूपमा अर्गानिक कामको लाइभ गर्ने भ्लग गर्ने सर्ट भिडियोहरु बनाउने गरेको छु तपाईहरु पनि पहिला यस्तै गाउँघरतिर उकाली ओराली भिरपाखा अनि गाई गोरु चराउने काम गर्नुहुन्थ्यो र अहिले पछिल्लो समय तराई लगायत विदेशका जुनसुकै स्थानमा भए तापनि त्यो तपाईको पुरानो यादलाई पुनरावृत्ति गराउनको लागि र त्यो सम्झना स्मृतिमा आउँछ कि भन्ने हेतुले मैले यस्तो अर्गानिक भ्लग बनाएको छु साथीहरु अन्यथा नसोधिदिनु छोटो समयमा धेरै साथीहरु 1,75,000 भन्दा बढी साथीहरुले च्यानललाई सब्स्क्राइब गरेर साथ दिइराख्नु भएको छ यसको लागि तपाईहरुलाई म धेरै आभार प्रकट गर्न चाहन्छु साथीहरु धेरै धन्यवाद पनि दिन चाहन्छु साथीहरु अब गाउँठाउँतिर यस्तै हो हामी त गोरु गोठालो है तपाईहरु देश तथा विदेशका विभिन्न स्थानहरुमा रहनु भएको छ जस्तो अवस्थामा हुनुहुन्छ लाइक कमेन्ट शेयर गर्नु होला साथीहरु के छ तपाईहरुकोतिर हालखबर है हाम्रोतिर त बर्खा लागिसकेको छ हेर्नुस् त डाँडा काँडामा पालुवा पनि पलाइसकेका छन् पाखा पखेरोमा घाँसको पिपिरो पनि पलाइसकेको छ साथीहरु यदि तपाईहरुलाई गोरु चाहिएको खण्डमा लिन आउन सक्नुहुनेछ है साथीहरु गोरुहरुलाई चाहिँ डिलामुनि किस्ने दाइका भन्दा नि अलि बलिया उन्नत किसिमको पालेको छु रिठे गोरु नि फेरि गाउँका काले गोरु रिठे गोरु माले गोरु है साथीहरु फेरि पछिल्लो समयमा त यस्तो भ्लग बनाउने यस्तो भिडियो बनाउनेलाई पाखेको संज्ञा पनि दिने गरिन्छ तर त्यो चेतनाको अभावको कारणले त्यस्तो भन्नुहुन्छ धेरै अडियन्सहरु जुन हाइफाई युक्त भ्लगहरु बनाउने अनि हाइफाई युक्त रिल्सहरु बनाउने एउटा तबका छ नि त्यो तबकाले त्यो आरोप पनि लगाउन सक्छ खर जस्तोसुकै आरोप लगाए तापनि मैले आफ्नो काम निरन्तरता दिइरहेको छु तसर्थ त 1 लाख भन्दा बढी अडियन्सहरुले साथ सपोर्ट माया दिइराख्नु भएको छ त्यो उनीहरुलाई थाहा हुने कुरा पनि भएन गाइज कस्तो लाग्छ साथीहरु लाइक कमेन्ट शेयर सँगै हाम्रो च्यानल सब्स्क्राइब गरेर पनि साथ दिन सक्नुहुनेछ है साथीहरु ल है साथीहरु आजको भ्लग मैले यतिकैमा एन्डिङ गर्न चाहे म आज यसो कोलडाँडातिर आएको छु साथीहरु यतातिर पहिला कोल राखेर तेल पेल्ने काम पनि गरिन्थ्यो अरे त्यसैले नामै कोलडाँडा ल है गाइज अर्को भिडियोमा हाम्रो भेट हुने नै छ है गाइज ल थ्यांक यू सो मच है।